कोकोनटको ओइल बनाउनु पाएन किनभने आज चाहिँ सन्डे रहेछ थाहा भएन। सो त्यो कालो मिर्चको अब बोट कस्तो हुन्छ भनेर थाहा थिएन। अनि त्यसपछि चाहिँ सबै निकालिदिएछु। 5 किलो कोकोनट छ भने चाहिँ त्यसबाट अब 3 लिटर ओइल निक्लिन्छ नि त। अनि त्यसपछि चाहिँ हामीले वेट गरेर लिएर जान्छु होइन। मैले चाहिँ यहाँबाट वेट गरेर लिएर जान्छु अनि ठ्याक्क 3 लिटर ओइल निक्लिनु पर्नेमा चाहिँ अब 2.5 लिटर मात्रै ओइल दिने के। विथ न्यू डे विथ न्यू भ्लग। सो आज चाहिँ धेरै बजी एउटा मिठो भ्लग लिएर आएको छु है। सो आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। सो आजको भ्लग के कस्तो हुन्छ है लास्टसम्म हेरिदिनु होला है त। र अनि आज म थोरै बाहिर जानुपर्ने छ कोकोनटको तेल बनाउनको लागि। कोकोनट छोड्नुपर्ने हुन्छ एकछिन मार्केट गएर अनि छोड्नुपर्ने हुन्छ। सो यहाँ देख्न सक्नुहुन्छ होइन कति ठुलो छ कि यो, तर पाकेको छैन होइन। सो म्याङ्गो चाहिँ यहाँ चाहिँ वाइल पाकेर नि अब सकिने बेला भइसक्यो। सो अझै सो त्यहाँनिर सरेन, यसलाई पनि भरे निकाल्नु पर्ने हुन्छ। सो अहिले भने चाहिँ म ढिलाइ नगरिकन मार्केट जानुपर्ने हुन्छ है त। सो लेट्स सी। सो म चाहिँ अब निक्लिनु लाग्यो होइन। अब यो चाहिँ रेडी भइसकेको छ। यहाँ चाहिँ मैले यो कोकोनट होइन यसरी काटेर यसलाई चाहिँ यसरी फिजाछु होइन। अनि यो यसमा चाहिँ तेल यो चाहिँ लगेर अब मैले मिलमा छोड्नुपर्ने हुन्छ होइन। ट्याक्क मिलमा छोड्छु, कति टाइम लाग्छ थाहा छैन। सो अहिले चाहिँ अब यसलाई यहाँबाट चाहिँ बाहिर अलिकति बाहिर हिँडेर गएर अनि चोकमा गएर अटोमा चढेर गएर यसलाई चाहिँ मिलमा छोडेर आउनुपर्ने हुन्छ। यहाँ चाहिँ बाटोमा अटो रोक्दा पनि रोकिँदैन कि त्यहाँको। अनि अहिले अटो खाली अटो आएको थियो अनि त्यही भएर रोकेको रोकेन कि। अन्त चोकमै जानुपर्ने थियो हो। सो यहाँनिर क्या यो आँप छ नि देखाएको छ यस्तो ठुलो छ कि यस्तो ठुलो कसम मैले लाइफमा यो जस्तो अब कहिले पनि देखेको थिएन हो। सो बवाल ठुलो के पुरा बवालै छ होइन। त्यो अघि जो मैले देखाएको थिएँ नि हो त्योभन्दा नि अझै ठुलो हुन्छ। सो मैले चाहिँ अलिकति पाक्नुभन्दा अगाडि नै टिपिदिएको थिएँ त्यो चाहिँ होइन। गर्मी नि बवाल गर्मी के। सो त्यही हो होइन। युट्युबमा अब कन्टिन्यू टाइम दिनु पाइरहेको छैन। सो है त अब कतिजनाले कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिनु होला है त। लाइक अनि एउटा सेयर चाहिँ पक्कै पनि गरिदिनु होला है त भन्दै। सो अगाडि उसमा चोकमा गएर भेटौँ है त। लास्ट गर्मी भएको छ अलिक छिटो गरेर जानुपर्ने हुन्छ है। आज चाहिँ शनिबार आइतबार रहेछ। आइतबार अब खुल्छ कि खुल्दैन थाहा भएन। मैले रुमबाट निक्लिँदाखेरि हेर्दैन निक्लेँ कि। अन्त अब थाहा छैन है अब फाइनल टाइम बन्द रहेछ भने फेरि फर्केर आउनुपर्ने हुन्छ। किनभने यहाँ आइतबार चाहिँ अब पुरा बन्द हुन्छ नि त। त्यही भएर बाहिरको नजर त्यस्तो चाहिँ सफा चाहिँ बन्द। यहाँको थियो यो मिल चाहिँ बन्द रहेछ होइन। सो यो मिल चाहिँ बन्द रहेछ। अब भोलि आउनुपर्ने हुन्छ। अहिले चाहिँ अब सकिन्छ। यहाँनिर चाहिँ हामी चाहिँ चिकन लिन आएको जस्तै भयो कि चिकन लिन आएको जस्तो भयो। यहाँ अगाडि पनि छ एउटा मिल चाहिँ, तर त्यहाँनिर चाहिँ त्यो बनाउँछ कि राम्रो छैन, मिलहरू सफा गरेको हुँदैन। सो त्यही भएर अहिलेको लागि चाहिँ अब हामी फेरि रुम वापस जाँदैछ। यहाँ अगाडि मिल थियो एउटा उयो यहाँनिर चाहिँ अलि तेल बनाउँछ कि तेल पनि चोडिदिन्छ कि लोड दिन्छ कि। सो त्यही भएर अलिकति घरबाट विश्वासिलो खाना खानुपर्ने हुन्छ। सो अहिले चाहिँ हामी वापस जाँदैछौँ होइन। आज सन्डे रहेछ यार, खाइ नपाएको जस्तो नि हुन्छ आइसक्यो होइन। अब भने जस्तो अब उता मार्केटमा गएर त्यो कोकोनटको ओइल बनाउनु पाएन किनभने आज चाहिँ सन्डे रहेछ थाहा भएन। सो मलाई चाहिँ आज सन्डे हो भनेर यादै थिएन क्या। अनि त्यही भएर चाहिँ अनि गएर बाटोमा जाँदा यसो बाहिर हेर्दाखेरि चाहिँ अनि पसलहरू बन्द भएको कारणले चाहिँ अनि यसो हेर्दाखेरि पो अनि आज सन्डे रहेछ। अनि कस्तो कन्फ्युज नि भइरहेको थियो आज अब त्यो मार्केट खुल्ने हो कि नखुल्ने हो होइन। त्यो हुन्छ नि त त्यो कोकोनटको मिल खुल्छ जस्तो लागेको थिएन होइन। तर जाँदा पनि एउटा चाहिँ खुलिरहेको थियो, तर त्यहाँ चाहिँ फेरि त्यो ओइल राम्रो हुँदैन क्या। अनि ओइल त्यो राम्रो नै निकाल्दैन त्यसले चाहिँ। अनि त्यसपछि त्यो हामीले लगेको यहाँबाट कोकोनट निकालेको कोकोनटको त्यो काटेको पिसहरू लिएर जाँदा चाहिँ कस्तो हुन्छ भने उनीहरूले त्यो ठाउँमा चाहिँ तेल पहिले एकचोटि गएको थिएँ म होइन। त्यो तेल बनाउँदाखेरि चाहिँ अब उनीहरूले चाहिँ अलिकति तेल चाहिँ निकालेर राख्दो रहेछ क्या। अब हामीलाई कस्तो भने
हाम्रो चाहिँ 5 किलो कोकोनट छ भने चाहिँ त्यसबाट अब 3 लिटर ओइल निक्लिन्छ नि त। अनि त्यसपछि चाहिँ हामीले वेट गरेर लिएर जान्छु होइन, मैले चाहिँ यहाँबाट वेट गरेर लिएर जान्छु। अनि ठ्याक्क 3 लिटर ओइल निक्लिनु पर्नेमा चाहिँ अब 2.5 लिटर मात्रै ओइल दिने के। अनि त्यही भएर अनि त्यहाँको मिल पनि सफा नगरेकोले मिल पनि अलिकति गनाउने रहेछ। अनि त्यो भएर चाहिँ अनि त्यो ओइल निक्लिसक्यो, त्यो ओइल पनि अब गनाउँछ क्या हल्का। अनि त्यही भएर त्यहाँ चाहिँ लगेन मैले। अनि जुन मैले लगिरहने ठाउँमा चाहिँ अब त्यो मिल चाहिँ बन्द रहेछ। अनि त्यतिकै फर्केर आउनु पऱ्यो। सो अब केही छैन, अब अलिकति यहाँनिर अब मैले अस्ति इम्ली निकालेको छु, इम्लीको रुख त्यो त्यो हो होइन, त्यो हो, त्योबाट चाहिँ मैले इम्ली निकालेको छु। निकालेर त्यसको खोस्टा गरेर सुकाएको थिएँ। अब त्यसको चाहिँ मैले अलिकति दाना निकाल्नु पर्ने हुन्छ होइन, दाना निकालेर चाहिँ त्यसलाई राख्नुपर्छ। हिजो पनि मैले निकालेको थिएँ अलिकति, अब भ्याएन नि त, अब दिउँसो गर्दिनँ, अब समथिङ अब फ्री टाइममा अलिअलि एकछिन निकाल्ने हो। अब हिजो चाहिँ मैले यहाँ यति निकालेको थिएँ होइन, यहाँनिर छ, अब यो छ। अनि उतापट्टि नै अझै बाँकी छ, तर अहिले चाहिँ म यति निकाल्छु। अब यो भ्यायो भनेदेखि अरू पनि निकाल्छु होइन, किनभने अब कामहरू धेरै छ नि त। यता यस्तो यो सरसफाइतिर लागेको छु, यो सरसफाइ गरेको छु। यतापट्टि अलिकति अझै बाँकी छ, यहाँ भित्रको डल्लै बाँकी छ हो। अनि त्यसपछि त्यो काली मिर्च होइन, ब्ल्याक पेपरको बोर्ड चाहिँ मलाई थाहा नभएर नि त हो, थाहा नभएर भोलि सब निकाल्थेँ कि मैले। अब मलाई थाहा थिएन अब ब्ल्याक पेपर अब त्यो कालो मिर्चको अब बोर्ड कस्तो हुन्छ भनेर थाहा थिएन। अनि त्यसपछि चाहिँ सबै निकाल्दैछु। अनि बजेर पो अब उताबाट दाइहरू आएर अनि यो किन निकालेको भनेर भन्यो हो, मलाई थाहा थिएन। अब मैले त निकालिदिइहालेँ। अनि त्यसपछि निकालेपछि चाहिँ यो ब्ल्याक पेपर हो, यसको यो धेरै महँगै छ मार्केटमा, यसको चाहिँ यो गर्नु हुँदैन। अब यो निकालिहालेछ, अब अरू आएको चाहिँ ननिकाल, फेरि यो हुनलाई पनि धेरै टाइम लाग्छ भनेर भन्यो हो। अनि सो त्यो चाहिँ मैले निकाल्दै, त्यो मेरै गल्ती हो, मेरो मिस्टेक हो। सो आइएम सरी त्यसको लागि दाइ होइन। सो त्यही हो त, अब त्यसलाई नगरिकन अब यसलाई चाहिँ निकालौँ, यो दानाहरू निकाल्छु है। हाम्रो चाहिँ इम्लीको दानाभित्र इम्लीकोबाट यस्तो निक्लिन्छ होइन। सो यहाँ हुन्छ नि, यो यस्तो छ नि, यो भित्र यस्तो छ होइन। यो चाहिँ अब हामीले खानको लागि रेडी भयो हो। अब यो चाहिँ अब हामीले हुन्छ नि त, अब सब्जीमा हालेरमा नि अब यसको झोलहरू लगायो अनि ठ्याक्क त्यो कस्तो नि, अब हामीले होटलतिर युज गर्छ नि त्यो भेनिगरको जग्गा चाहिँ यसले काम गर्छ कि। अनि केही अब त्यो अब काँसाको थालहरू माझ्नु पऱ्यो भने यो र सल्ट हल्का मिसाएर माझ्दा पनि त्यसलाई टिल्को टल्किन्छ होइन। सो अब यो चाहिँ यो दानाको यसको चाहिँ काम छैन, अब यसलाई चाहिँ फाल्ने हो, अझै यहाँ चिसो बाँकी छ, यहाँ छ, उता पनि छ, धेरै छ, लगभग 2 भन्दा नि कति 4-5 किलो जति होला। सो अझै ज्यादा निकाल्नु छ। यो चाहिँ एकछिन मात्रै काम गरिरहेको छु मैले है। सो आजको दिन पनि यसरी नै गयो। दिनमा त वाइल गर्मी छ नि त हो, अब गर्मी एकदम गर्मी छ कहाँ। अनि त दिउँसो त केही गर्नै मिल्दैन। अब अहिले बेलुकाको 5 बजिसक्यो कि, अब पसिना 5 बजे नि घाम त छैन, त्यही पनि पसिना चाहिँ बबालै निक्लिरहेको छ है। खतरा बवाल पसिना आयो। सो अब चाहिँ अहिले यति नै छोडिदिन्छु, यति मात्रै निकालेको छ होइन, यति भयो। यो चाहिँ इम्ली चाहिँ यति भयो। हजुरहरूले देख्नुभएको छ कि छैन, नेपालतिर चाहिँ यसलाई प्रायः त्यो यसको दानासँग के छोटो हुन्छ नि, सानो हुन्छ नि, यसलाई चाहिँ त्यो के भन्छ तितौराहरू बनाएर त्यो है, त्यो बजारमा आउँछ नि, त्यो हो क्या। खाना पनि कस्तो अमिलो गुलियो टाइपको हुन्छ कि, बवाल हुन्छ क्या। सो त्यही हो आजको भिडियो यति नै, फेरि अर्को नेक्स्ट भ्लगमा भेटौँ है त।